हेरौँ। मोल अमोलक लीजिए पिए, हरिनाम जुन अनमोल छ यसलाई बिना मोलमा ल्याऊ भनेर महाराजजीले हामीलाई सिद्धान्त बताउँदै हुनुहुन्छ भक्तिको। यो अवसर फेरि फेरि पाउँदैन, मेरो विश्वास गर्नुस् भनेर श्री महाराजजीले हामीलाई भन्दै हुनुहुन्छ। यदि सधैँका लागि मालामाल सुहागिन बन्न चाहन्छौ भने तन मन प्राण पुरै प्राणसम्म पनि आफूलाई समर्पण गर। त भगवानले वरवश हामीलाई त्यो प्रेम दिनुहुन्छ हरिगुरुले, र त्यसै प्रेममा रात दिन भिज, अरूलाई पनि भिजाऊ, आफू मात्र होइन। र जन्म कृपालु सफल कर लीजिए, यस प्रकार आफ्नो जीवनलाई सफल पार। के सोचेर बसिरहेका छौ भनेर महाराजजीले हामीलाई अन्तमा प्रश्न गर्दै हुनुहुन्छ। यस्तो वरवश प्रेम दिने भगवान हरिगुरु भएर तिमी के सोचेर बसिरहेको छौ, किन हात बाँधेर बसिरहेका छौ? अब सोच्नु पर्दैन, यो जन्मलाई सफल गर भनेर श्री महाराजजीले हामीलाई यसमा भक्तिको सिद्धान्त बताउँदै हुनुहुन्छ। तन मन धन अर्पण गर भनेर भन्दै हुनुहुन्छ। राधे राधे। यही भावमा साधना गर्नु।